नगर्न चिसो छ क्या के गर्ने तँलाई बिहान यस्तो बिहान उठेर भन्दा ल त आफै ब्लग गर मलाई स्कुल जाने बेलसम्म उठ्नुपर्छ है 8 बजे अब ब्लग बनाउने जिम्मा चाहिँ मलाई पहिला ज्याकेट लगाउनु जाउँ सुत्दै हो फेरि के भन्दै छ पुरी गाई मलाई एउटा बेल्ट दिनु पर्यो मलाई एउटा बेल्ट दिनु पर्यो दादा बोल्नु मलाई एउटा बेल्ट दिनु पर्यो है म चाहिँ बेल्न एक्सपर्ट छु तर ढिलो गर्छु कि म चाहिँ अनि त्यही भएर यो चिम्बो पनि रहेछ फेरि चिल्लो रहेछ कि धेरै त्यही भएर नभन्नु अब उखु खाने टाइम होइन उखु खाने टाइम मम्मी म बेल्छु एउटा अब चाहिँ म एकछिन माग्छु बाई बुनुले चाहिँ मेरो लागि कफी बनाउने रे यो दुध त्यहीँबाट आएको होइन त त्यो माथि फार्म माथि भन्दै बना नि त के गर्दैछस् भनेर अब यो कफी छ होइन चिनी हालेर खाने कि नहालेको खाने चिनी हाल्ने मिल्कमा त अलिकति हुन्छ कफी हुन्छ ल भन्यो भोलिकै छैन अनि के छ तपाईँहरूको स्वागत छ फेरि नयाँ भिडियोमा अनि चाहिँ बुनुले फेरि बिहानै उठायो मस्त थाकिरहेको थिएँ म चाहिँ बिहान त हिँड्दै गाह्रो भएको थियो के गर्नु ज्यान त धरापमा छ त्यही पनि खेल्नु छोड्नु भएन रमाइलो गर्नु छोड्नु भएन होइन बुनु रमाइलो गर्नु छोड्नुहुन्छ तैँले के गर्छ रमाइलो गर्नु लागि आमा उसको रमाइलो टेक्वान्डोहरू सुन्नु हो तपाईँ छोरी कान्टी पानी सकिसक्यो पानी सकिसक्यो खाने चिसो खायो चिसो पानी हालेको हल्का पानी मान्छे बिहानै जस्तो लाग्छ हामी चिसो खायो बुनुले बनायो अनि लोकल केरा एउटा हाम्रो पुरी छ
रामेछापकै रामेछापदेखि आएको पल्लो घरले राम्रो छ त काङ्गे दिएको थियो। हेर्दा त कस्तो पिङ्क पिङ्क रहेछ है। उता चाहिँ फर्काउनु त यता चाहिँ कालो रहेछ। हो आमा यहाँबाट हेर्नु न पहेँलो र पिङ्क त राम्रो रहेछ त। कत्रो दिएको थियो। ल तपाईँ टेस्ट गर्नु त। म त हिजो नि 2-3टा। त्यो पनि होइन अनि भन्नु पऱ्यो नि त तपाईँले अडियन्सलाई कस्तो रहेछ केरा भनेर। यस्तो मिठै हुन्छ तर कुन जातको हो त थाहा छैन तपाईँलाई कि थाहा छ? के अरे धुस्रे केरा धुस्रे गाउँघरमा चाहिँ धुस्रे केरा भन्छौ। लोकल चिजहरू त मिठै हुन्छ हेर्दाखेरि चाहिँ अर्कै देख्छ तर मिठो त मिठो हुन्छ नि। तेरो चाहिँ के हो यो कहाँको पुरी हो? घरकै पुरी हो? कस्तो छ? मम्मीले यता हेर्दा मम्मीले बनाएको मिठो हुन्छ कि होटेलको मिठो हुन्छ त? नाइन बुनुलाई चाहिँ स्कुल पनि छोडिदिनु पर्यो रे यसरी। ल आमा उसको ब्याग पनि बोकायो मलाई चाहिँ। कहाँ हो नि यहाँ आउँदैन? यहाँ आउनुपर्छ त हौ। कहाँ गएको यसरी? बाई बाई। अहिले चाहिँ अब यो छर्न लाग्यो रोप्नु लाग्यो भनौँ न। के भन्छ होला पिज इङ्ग्लिसमा त पिज भन्छ होइन नेपालीमा के मटर कोसा होला। भर्खर चाहिँ मैले गुगल पनि गरेको थिएँ अनि आन्टीलाई पनि कल गरेको थिएँ। यो थोरै चाहिँ छरिदिनु पऱ्यो। यो चाहिँ भिजाएर राखेको थियो अरे है। यस्तो छ अब हेरौँ फल्छ कि फल्दैन। भ्यू चाहिँ थोरै भएछ। अब फेरि आन्टीलाई कल गर्नुपर्छ कता राख्नु भएको रहेछ। त्यही भएर मैले यस्तो यो छेउ मात्र छर्दै यस्तो घुमाएर यहाँसम्म आइपुगेको छ। र यसलाई चाहिँ गाई यस्तै भन्थ्यो होइन 2 इन्च जति भित्र छिराएर 2-2वटा 3-3वटा अथवा ल यहीँसम्म के हो खनेकै मिला छैन क्या। मल हाल्नु पर्यो फेरि यहाँ पनि यस्तै भएछ। अब यहाँ चाहिँ माथिबाट सर पानी हाल्नुपर्छ अरे। त्यसपछि हेरौँ क्या गुगलमा हेर्दाखेरि चाहिँ अलिकति लेट विन्टरतिर त्यस्तै भन्दै थियो। अब हेरौँ फल्छ कि फल्दैन। यति काम हान्दै कस्तो थाकेको
ल काम तमाम भयो। अब हल्का यता धनियाँमा पनि पानी छोडिदिनु पर्यो, माथिबाट अलिअलि हाल्नु पर्यो। अब बिचमा चाहिँ भोलितिर गर्नु पर्यो। त्यही हो, बन्चरो त हान्नै पर्यो। डेलीको कामै हो। धेरै नहाने पनि 2-4 पिस चाहिँ हान्नै मन लाग्छ मलाई। हल्का यो पनि डह्रो हुन्छ, यो पनि डह्रो हुन्छ। अब 2-4 पिस हान्छु अनि चाहिँ आजको लागि सक्यो। त्यसपछि खानपिनको जुगाड फेरि यस्तो छ। तलको चाहिँ काठको बनाउनु पाएको अहिले मजा आउँथ्यो होला। पछि बनाउँछु। ल यहाँ चाहिँ आगो बल्दैछ। यिनीहरूको खाना पाक्दैछ, हाम्रो चाहिँ अब एकछिनमा पाक्छ। भाइले चाहिँ बाँस किन गरे भन्दाखेरि त्यो दाउराहरू चाहिँ अझै मजाले बलेको छैन। त्यो एउटा बाँस र उसले हेर्नु भाइ पेलेर बाल्नुपर्ने हुन्छ। पेलेर बाल्नुपर्ने हुन्छ। यसरी त्यो सुक्दैछ। त्यो 1-2 पिस हान्दै कस्तो पसिना आयो। त्यो यिनीहरूको डाइट त सधैँ जसो। ओइ त्यो एउटाले चाहिँ खालि हेर्दैछ खाना।